गाइज वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ आज पिकनिक जाँदैछौँ। हामी उमेश भाइको घरबाट हिँड्यौँ। यो चाहिँ उमेश हो। यो चाहिँ अब आफ्नै तालमा हिँडिरहेको मान्छे, तालको मान्छे हो। अब हामी गयौँ, हामी स्कुलतिर जाँदैछौँ। यो चाहिँ फन्टे गर्ने मान्छे हो। हामी ट्याक्कै स्कुल पुग्यौँ कि अब हामी बसमा जाँदैछौँ, बसमा पुग्यौँ। त्यसपछि यो बस हो। यहाँ चाहिँ यो एउटा चाहिँ केटी हो, 1 नम्बरको केटी। हेर्नु खालि मोबाइल चलाइरहन्छ। 1 नम्बरको केटी, फटा मान्छे हो यो केटी। अनि रमाइलो गर्दै गयौँ। हामी चाहिँ यो धेरै टाढा नि होइन, धेरै नजिक नि होइन, ठिक्क ठाउँमा जाँदैछौँ पिकनिक। एकदमै रमाइलो ठाउँ छ त्यहाँ गाइज, एकदमै रमाइलो ठाउँ हो। अनि यो चाहिँ क्यामेराम्यान हो मेरो। यहाँ चाहिँ यतिजना हुनुहुन्छ। यो चाहिँ फन्टे, त्यही अघि मैले देखाएको छु त्यसलाई। हामी यहाँ उयसलाई चाहिँ करा न करा भनेर चिच्चिहा। अरू चाहिँ बालै दिइराखेन क्या। यो भाइले चाहिँ बोलिराखे एउटाले, अरूले चाहिँ बालै दिइराखेन। हामी चाहिँ रमाइलो गर्दै अर्को गाडीले जिस्काउँदै गइरहेको क्या। पछाडि 3टा गाडी लगाएको थियो। 3टा गाडीमा अरू गाडीले जिस्काउँदै हामी चाहिँ अगाडि हिँड्यो। यो चाहिँ आज क्यामेराम्यान हो मेरो। सबैको भिडियो गर्दै हिँड्दा उतापट्टिबाट गाडी नि आइरह। अनि लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु भनिराखेको केटाहरूले। त्यो उमेश अघि मैले देखाएको थिएँ। रमाइलो गर्दै मस्त हिँड्दा थियौँ हामी गाडीमा। हामी चाहिँ ट्याक्क पुग्यौँ अब पिकनिक स्थानमा, टक्कै स्पोटमा, पिकनिक स्पोट। अनि यो चाहिँ कलबन म्याम, हाई भन्नु मलाई। र यहाँ ब्लगमा सब्सक्राइब गरिदिनु पऱ्यो भन्नु। र प्रिन्सिपल सर चाहिँ यहाँ बुढाहरूलाई कन्ट्रोल गरिरहनु भएको नि। यहाँ शुद्ध कभर प्यान्ट सर्ट गरिरहनु भएको। एकदम रमाइलो भइरहेको थियो होइन। यहाँ चाहिँ हाम्रो भाइहरू छ, एकदम खतरनाक भाइहरू। डन अब आमा कडा हान्दै फेरि केटाहरू। कम्पु कराउँदै खतरा हान्छ नि फेरि केटाहरूले। तपाईँले हेर्नुभयो। हाम्रो केटो भाइ। अब हामी यहाँ
हेलो मैम हेलो पीटी शो हेलो अफ्रिदी बजिरहेको थियो मैले नचलाउने हाई 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 गर्दै हिँड्दा हाई हाई गर्नु भएर म्यामहरूले नि यत्रो लाइन छ कहिले सिद्धिने टक्क खाँदै यहाँ बस्दै खाने चियरहरू ठन्डै छ एकदमै रमाइलो ठाउँ छ देवीहाटमा रहेको देवीहाटबाट धेरै लाग्दैन एकदमै रमाइलो तपाईँहरू पनि आउनु होला हाम्रो सरले चाहिँ गाली गरेर हुनुभएको म यहाँ यता आएर भिडियो बनाउने होइन उता गएर भिडियो बनाऊ भनेर भाइहरू चाहिँ हेलो हाई गरेर एकदमै भोक लाग्यो भन्दा थियो होइन यो चाहिँ बहिनीहरू हो बहिनीहरूको लाइन हो टक्क पोज दिइरह हाम्रो प्रकाश सर यो चाहिँ एडको बुढाहरू हो तपाईँलाई अब पिकनिक भनेर सोधेको ए राम्रो भएन हो भन्छ त यार अनि यो भाइहरूलाई सोधेको पिकनिक कस्तो रमाइलो लाग्यो भने लाग्छ त एकदम खतरा गरिरहेको थियो अनि त्यसपछि यो चाहिँ बहिनीहरू हो हाई गरेर पोज दिइरह हाई गरेर अनि हाई गरेर गयो सागरी हो हाम्रो क्लासको केटीहरू अनि यो चाहिँ उमेश है त कहाँ आएस् भने म त आएन म त घरै बसिरहेको छु त पिकनिक आएन भने होइन पो गर्छ त ल चुट्नु पर्ने यार यसलाई त ढाकै रहेछ नि पिकनिक आयो भने होइन भन्छ यो चाहिँ बहिनीहरू हो आठको यो चाहिँ कल्पना यो अरे पुराहरू आठको पुराहरू टक्क पोज दिँदै गइरह यहाँ खाना एकदम हतार भइरह्यो यो क्यामराम्यान हो काले फेरि मैले चाहिँ मायाले भने है काले फेरि रिसले भने होइन मायाले भने काले भएर काले ए मैले त्यो यस्तो नराम्रो भन्नु खोजेँ होइन त्यसलाई यत्रोजना खाने लगभग 200-300जना थियो होला यो चाहिँ युनिक हो साइन्समा ट्यालेन्ट छ मस्त डन हुन त बाबुरा ऊ त आफ्नै पारा म पनि आफ्नै पारामा छु अब केटाहरूबाट जाँदैछु केटाहरूले खाइ खानु भने यो चाहिँ च्यानलको नाम भनौँ सब्सक्राइब गर्नु होला भोट भेक्समा गएर सब्सक्राइब भन्ने होला हैन सबै भ्लगर हो हाम्रो प्रिन्सिपल सर जाउँ त लिएर मलाई नि ल्याइदेऊ कसैमा नपुग्यो जाउँ त युनिकले नि आएन जाउँ भने हामी हान्छु जाउँ केटाहरूलाई चाहिँ त्यतिले पुगेन अरे क्या त्यही भएर लिएर दिइरहेको क्या उमेश सर चाहिँ होइन केटाहरूले नपुग्यो अरे क्या त्यतिले बजाउनु पर्छ पिकनिक आएको बजाउने भनिरहेको युनिक चाहिँ ल झ्याप्का झ्याप बजाएर हामी चाहिँ अब गाउँतिर रिपोर्टिङ गर्न जानु पर्यो भनेर लागेको होइन हिँड्दै क्या फेरि हिँड्दै लाने रे भने कस्तो अचम्म हो क्या हिँड्दै लाने रे भने यस्तो हिँड्न भनेपछि चाहिँ झ्याउ लाग्ने क्या केटाहरूलाई होइन म त जति नि हिँडिदिन्छु अनि टक्क गाउँ पुगेँ गाउँमा आइपुग्यो गाउँ बाटो राम्रो छैन उहाँ चाहिँ अदिप सर टक्क थर्काउँदै बसिरहेको उनीहरूलाई फेरि डन हो नि त फेरि स्कुलकै डन हाम्रो के अरे प्रिन्सिपल सर पछि अरू अदिप सर हो डन हुने हाम्रो केटाहरू पारामा आफ्नै चिल पारा क्या टक्क गीत पानी सँगसँगै खाने तिर्खाले मेटाउने थगेला अरे यत्रो हिँडाउँछ मान्छेले भनेर गरेर थिएँ
लोकेसन हेर्दैछौँ अब हामी त अब डिजिटल गर्नै पर्यो त्यत्रो हरियारी टक्क यस्तो हो भने बाटो खराब नेपालको बाटो अब तपाईँहरूलाई थाहा थियो यो चाहिँ अझैले चाहिँ मेरो बिल्ला हान्दै हिँडिरहेको थियो कि यहाँ पुरुषोत्तम बिहान त्यान भन्दै बिल्ला हान्दै भनिरहेको थियो अदिप सरले मलाई के बिल्ला हानेको थियो कि अनि त्यसमै केटाहरूसित कुरा गर्दै हिँडिरहेको थिएँ अनि त्यसपछि यही हो हामी अब यो चाहिँ हामी पुग्न लाग्यौँ फेरि त्यही स्टेसन गाउँ पुरै घुम्यो क्या अब रिपोर्टिङ गर्न आयो भने रिपोर्टिङ के गाउँमा मान्छे होइन यही हो रिपोर्टिङ टक्क सोधेको त्यहाँतिर कस्तो के भइरहेको कामसाम अनि हामी तल आइपुग्दा अहिले ल प्रमोद दाइले त लोड छुट्यो त तिनीहरूलाई किन छुट्यो भन्दाखेरि त ल दुईजना मस्त बसिरहेको रहेछ अब चाहिँ के गर्ने भन्दाखेरि खेल्ने भन्ने टाइम आयो हाम्रो अब खेल्न पऱ्यो के खेल्ने त भन्दाखेरि त्यो खुट्टामा बाँधेर बेलुन फुटा खेल्ने रहेछ ल अब पहिला चाहिँ केटाहरूले के प्लान गर्यो भन्दाखेरि टक्क केटीहरूको मात्रै फुटाउने ल पछि त मेरो पनि फुटाउन आइरह्यो भाग्दा 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 स्याँ 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 भइसक्यो अझै लखड्छ ल चारैपट्टिबाट घेरेर लखडै गर्न थाल्यो अनि त्यसपछि अब चार पाँचजनामा म एक्लै त सकिनँ त्यस कारणले मेरो पनि फुट्यो अनि तिनजना बाँकी भएको थियो म चाहिँ मभन्दा अगाडि तिनजना बाँकी थियो तिनजनाले फेरि एकैचोटि फुटाउने प्लान गरिरहेको थियो अनि फुटाउँ कि नफुटाउँ फुटाउँ कि नफुटाउँ भनिरहेको थियो केटाहरू फुटायो ए यतातिर नि खेल्दा भाइ बहिनीहरू नि त्यही गेम खेल्दा हो म चाहिँ एकदम टाढा दूर आएको छु क्या यो केटाहरू चाहिँ उहाँ होइन सबै मड्का फुटाइ खेल्दा रहेछ 9 क्लास त्यो गेम सिद्धियो टक्क जहाँ भने सिकाएको ल मान्दै मान्दैन छड्के जान्छ सिकाएको त्यो नसुने हो कि के हो होइन सिकाएको छड्के जान्छ झन् प्रकाश सर त मलाई पो गाली गर्छन् ल सिका भनेर के गरेर सिकाउनु आइरह त सिकाउन पाइन्छ र गर्छन् मलाई लडिरह नि प्रकाश सरले अनि त्यसपछि जा भाइ अगाडि जा भन्दै म अगाडि गएको ल प्रकाश सर त आएर छुट्न पो थाल्छन् यार त्यही भएर क्यामेरा हल्ल्यो मेरो ए यहाँ अब यो चाहिँ टेनको सुरु भयो टेनमा चाहिँ राइस भयो फर्स्टमा राइस पाएँ फर्स्ट रन उसको आयो टक्क ऊ गयो मजाले गयो जा भनेर मैले लोड सिकाइरहेको थिएँ अझैसले मलाई चुट्नु पनि लगाइरहेको थिएँ त्यो भिडियो चाहिँ अहिले ढ्याक्कै मसित रहन्छ त्यही भएर मैले हाल्न पाइनँ ल अब फुटा भनेको वहीँ पैसा थियो होइन फुटा भनेको छड्के हान्न खोज्छ हान भने भाइ तैँले हान्न राइस हान्न भने हान्दैन भाइ चाहिँ फेरि मैले किन भने मेरो मुखा चाहिँ भाइ भन्ने ओर्छ क्या फेरि साथीलाई नि भाइ भन्छ र भन्नु होला मेरो मुखा चाहिँ भाइ भन्ने थियो उसले सकेन हार्यो त्यसपछि केटीहरूको टर्न आयो केटीहरूले टर्न आयो केटीहरूले त्यस्तै पारा देखाउनु थाल्यो अब त्यसपछि ऊ जाने भएर सम्राट भाइ गयो सम्राट ल म हान्छु म ट्याक्कै फुटाउँछु भनिदिइरहेको थियो भन्दै फुटाल्यो अब उसले जित्यो मस्त केटाहरू खुसी भइरहेको थियो त्यसपछि 9को एउटा भाइ आयो सागर भाइ आएर पिटीसँग सब्सक्राइब गरिदिनु पऱ्यो हाम्रो पुर्छ ट्याक्क बहिनीको ल्याएको थिएँ मैले यो हेरबिन चाहिँ उसको बहिनीको को बहिनीको भन्नु होला भने अब म बहिनीलाई दिन जाँदैछु हेर्नु होला ऊ बहिनीलाई दिइ पनि सकि बहिनीलाई जिस्काउँदै बसिरहेको थिएँ मलाई हान्न पो खोज्छ बहिनीले त यो चाहिँ को भन्नु होला भने अघि मलाई पिट्ने सरको छोरी
अब हामी अब ल मैले जिस्काउँदै थिएँ भाग्यो ए अझै बाहिर निस्केको त अधिसर त मस्त घुर्दै गर्दै बसिरहेको रहेछ त्यसपछि केटाहरू प्रोफेसनली भिडियो खेल्न थाल्यो यस्तो राम्रो मौसम थियो मजाले ब्यागबाट नि खिच्यौँ त्यसपछि केटाहरू उडी उडी सुती सुती पो फोटो खिच्न थाले त ल खिचिदिउँदैन मैले नि त्यसपछि हल्का जाने बेला डान्स हान्दिउँ त भनेर नाच्न मात्रै गएको थाले त केटाहरू त मरि मरि हाँस्न पो थाले त बहिनी बढी जस्तै रहेछ तिमी बिहानीको घाम